gentleman. I like Serious? him. After, if I was not married, I would have taken Sunil. Oh, shit. Are you serious? I'm serious. Huh? Say namaste. Namaste. हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु अनि गुड मर्निङ पनि किनकि बिहान बिहानै भइरहेछ म चाहिँ आज अब ड्युटी जाँदैछु मर्निङ ड्युटी भएर यस्तो छ ट्याक्कसँगले होइन मर्निङ छ बिहान बिहानै घाम पनि लागेको छैन बिहान चाहिँ चट्टसँगले होइन बिहान अहिले 5:30 मात्रै हुँदैछ भर्खर त्यही भएर घाम लागेको छैन क्या अब अहिले अब ठ्याक्कै 6 बजिसकेपछि त पुरै घाम लाग्छ यस्तै छ बिहानको भ्यू चाहिँ अनि सबैजना सन्चै हुनुहुन्छ होला फेरि पनि होइन यस्तै छ सन्चै हुनुपर्छ सबैजना स्वस्थ रहनुपर्छ म चाहिँ बिहान बिहानै त्यही भएर अब बिहानै ड्युटी छ होइन ड्युटी त जानै पर्यो है ल हेर्दै जानु अब के हुन्छ आज बस स्टप पनि त्यहीँ हो ठ्याक्कसँगले होइन ल ल म चाहिँ बस पर्खेर बसिरहेको छु होइन पुरै छारीमा छारी छ पुरै अहिले बिहान त ठिकै छ शीतलै छ भरे दिउँसो चाहिँ लास्टै गर्मी छ अहिले गर्मी पुरै बढेको छ होइन अहिले चाहिँ म ट्याक्क छारीमा रुखमा बसिरहेको छु यहाँ पिपलको बोट पनि छ यो चाहिँ पिपलको बोट हो ट्याक्कसँगले होइन देख्न सक्नुहुनेछ त्यहाँ अर्कोतिर त बस पनि आइसकेको छ अब हाम्रो चाहिँ त्यहीँबाट ट्याक्क घुमेर आउँछ यहाँ बस स्टप यही हो त्यही भएर म चाहिँ छारीमा नै बसिरहेको छु है ल आज चाहिँ बस स्टपभित्र गाडी पक्कै भयो आधी घन्टा भइसक्यो गाडी पनि आएको छैन अब आधी घन्टा मात्रै बाँकी छ ड्युटी हुनलाई फेरि म चाहिँ ओपनिङ सिफ्ट हो नि त त्यही भएर मैले नि गरेर ओपन गर्नुपर्ने हुन्छ त्यही आज के भयो गाडी पनि आएन यहाँ भित्र त्यही भएर म चाहिँ अब भित्र बसिरहेको छु एसी सेसी हुन्छ नि त भित्र त पुरै आएन बस अब अर्को बस समातेर जानुपर्छ जस्तो छ अब 10 मिनटको बसबाट ओरिसकेपछि फेरि 10 मिनट जति हुनुपर्छ 10-15 मिनट अब यहीँमा छिन्छ जस्तो छ फेरि बिहान बिहानै तातो घाममा किनकि अब बाहिर घाम पनि अब लगभग आइसकेको छ अलिअलि आइसक्यो 6 बजिसक्यो होइन 5:30मा यहाँ आएर पर्खेको बसै आएन बिग्रियो कि के भयो बिग्रिन सक्छ कहिले त्यस्तै हुन्छ ब्याड हुन्छ आज मेरो चाहिँ त्यही भयो अब आधी घन्टा लेट हुन्छ ड्युटीमा पनि अब उतै गएर म्यानेज गर्नु अर्को गाडीमा गएपछि है ल अझै पनि हिँडिरहेको छौँ हामी होइन घाम आइसकेको छ पुरै त्यहाँ चाहिँ भिडियो बनाउँदैछ अझै हिँड्दै रहेछ हेर्नु न घाँस दामी घाँस जसले रोपेको छ होइन बनाएको छ दामी छ यस्तो मरुभूमि यहाँ पनि यस्तो यस्तो बनाएको छ यिनीहरूले चाहिँ होइन घाँस ट्याक्क रोपेर यस्तो छ त्यहाँ यो चाहिँ राउन्ड द बोर्ड भन्छ होइन ओ सेट ब्लगर सुनिल Penguin yeah we need to cross the road without zebra crossing so that this is the very dangerous things yeah I think we need to run after this one
ल run Sabina hey run yeah finally we did it we crossed it त्यहाँदेखि ल घाम पनि खतरा आइरहेछ हैन we live it Yeah. Today it was so fantastic also we are getting vitamin D or vitamin E from the sunlight the morning Vitamin E. vitamin E Yeah. we are getting also vitamin E that's why we are also the energetic yeah you feel like a fresh Of course. we are getting also the freshness Of course. yeah त्यही भएर मर्निङमा चाहिँ यस्तै हुन्छ क्या फ्रेसनेस हुन्छ अलिकति होइन भिटामिन ई पनि लिइरहेको छु पुरै राम्रोसँगले होइन ल अब पुग्न पनि आँट्यौँ तपाईँहरूलाई लागिरहेको होला कहाँ छ भनेर टाढै छ हाम्रो चाहिँ यो चाहिँ अलिन ए you can dance the African dance तपाईँले सोचिराख्नु भएको छ होला कति टाढा रहेछ गान्तोकको तर पिस चाहिँ पिस छ यो चाहिँ रेडिसनल एरिया भन्छ के भन्छ यसलाई यो चाहिँ लोकलहरू बस्ने एरिया हो क्या के भन्छ त्यसलाई इङ्ग्लिसमा मलाई इङ्ग्लिसमा चाहिँ आउँछ तर प्रोनाउन्स गर्नै आएन रेसिडेन्टल एरिया भन्छ होला त्यही भएर पनि एकान्त छ गाडीको साउन्ड आइरहेको होला ल अहिलेको लागि चाहिँ Samina, Yes. we walk like 15 to 20 minutes, but we enjoy also, yeah? Of course we enjoy. Because of the morning. Yeah, If the daytime, we morning. cannot walk. Yeah, of course. Now Then it's- we like the morning because it's only and the weather also. Yeah, we enjoy, yeah? Yeah, of course we enjoy. Yeah, Yeah, I like it. You like it? Yeah, I like the walking exercise in the morning. Yeah, because we take long. Yeah. Take long After a long time, we actually, walk. yeah. We take this. Of course, Rude. that's because the body sometimes it's getting heavy. You find that people they are going for massage, but when we do this one, now I'm okay. Me, I'm refilled already, man. Now you happy? Of course, We walk, but we are happy also, yeah? because it's not even hot too much. Mm-hmm. Yeah, because the hotness starts around 11 like this Yeah, to yeah, be yeah. serious. So for now, walking is good from morning until 10. So it's good. You can say anything? Because I'm going to stop the video now. Hi friends of Sunil, I'm called Shamina. Uh-huh. I work with him. He's a great barista. You get it? He's friendly. He's so gentleman. Oh, I like serious? him. After, if I was not married, I would have taken Sunil. Oh, shit! Are you serious? Of course, I'm serious. Oh, shit! I like him. He's my brother. Whoa! Yeah, like, continue. Come that side. Come here. Let this one halal. So then Mama shop. ल फाइनली अब हाम्रो चाहिँ यो सब होइन फाइनली आइसकेको छु 15-20 मिनट हिँडिसकेपछि है ल अब चाहिँ भित्र छिरिसकेपछि चाहिँ फोन सोन चलाउनु पाइँदैन ल अहिलेको लागि चाहिँ म यहीँ इन्ड गर्छु है ल यही हो हाम्रो चाहिँ यस्तो छ एरिया ल for today you can say bye huh? For today I'm going to end because we need to do work now. It's the work time. Finally we reach. Okay, bye now. Bye bye guys. See you See you. next time as we walk. Uh-huh. Because when we sit in the bus we cannot. Yeah. So next time if the bus is late. Okay. Not late? No. Okay. Thank you, Samina. See you. See you on next Of video. course. ल म चाहिँ अब इन्स्टाग्राममा आएर लुगा सुगा पनि लगाइसकेँ होइन ड्रेस पनि भइसक्यो अब
भित्र गएर चाहिँ फोन चलाउनु मिल्दैन, त्यही भएर भिडियो चाहिँ म भित्र चाहिँ अब अलाउ पनि छैन, त्यही भएर भिडियो बनाउँदिनँ। ल मेरो बेस्ट चाहिँ लागिसक्यो। ल अब भित्र छिर्ने है, ढिलो पनि भइसक्यो, कन्टिन्यू पनि गर्नुपर्छ फेरि टाइमिङमा, भरे टाइमिङमा निस्किनको लागि। ल फाइनली ड्युटी सकेको छ 9 घन्टापछि। अहिले चाहिँ म छाता उठाएको छु। यो म्यानमार हामीसँगै काम गर्नेको हो। सी इज फ्रम म्यानमार। वाइ यु आर हाइडिङ? से हाई। Hi, hello, how are you? Hey, again? How are you? Namaste. Huh? Say namaste. Namaste. What do you mean namaste? You know the namaste? Hello. Yeah, it's like a greeting. If you are greeting with someone, it's same like assalamu alaikum, namaste. अनि अब ड्युटी 9 घन्टा गरेर घाम छ पुरै, 5 होइन 10 लाग्यो जस्तो घाम छ होइन। सक्यो, त्यही भएर अहिले चाहिँ अब धेरै नबनाऊ। त्यही भएर मेरो हुलिया पनि यस्तो छ, चस्मा लगाएर क्याप सप लगाएर अनि छाता यसको रहेछ, त्यस भएर हुन्छ। हेलो सेफ, हाउ आर यु? आई एम अल्सो गुड, ओके बाई। त्यही भएर अब त्यो पर चाहिँ बस स्टप छ, बस स्टप आउन आँटो होइन। ल गर्नु छ। You don't want to show your face? Huh? Why? Huh? Okay, it's okay. गर्मी छ, गर्मीमा धेरै बोल्नु पनि हुँदैन, झन् गलिन्छ। बस स्टप पनि आयो, त्यहाँ पर हो। ल फाइनली रुम आइपुग्यो होइन। हेड गर्मी भयो। गर्मी रुम फाइनली आइसक्यो। गर्मी थियो लास्टै होइन। 9 घन्टा ड्युटी सकेपछि फाइनली आइपुग्यो है रुम। ल अब एकछिन म चाहिँ फ्रेस हुनको लागि जानु पऱ्यो, ब्यागस्याग निकालेर है। रुमको हालत त्यस्तै छ, बिहानै उठेर गएको, मिलाएको छैन, जस्तोको त्यस्तै छ। बाहिरको भ्यू चाहिँ यस्तो छैन, बाहिर चाहिँ यस्तो छ। ल अब एकछिन फ्रेस हुनु पऱ्यो है। ल अब मामा पनि आज छुट्टी रहेछ होइन। अब सबैलाई हाम्रो होइन, सबैलाई हाम्रो हामी फेरि उपस्थित भएको छौँ फेरि अर्को नेक्स्ट ब्लग लिएर। अनि तपाईँहरू पनि सन्चै आरामै के छ खबरहरू, सबै ठिकै होला भन्ने हामीलाई चाहिँ भन्नु न, सबै ठिकै होइन भन्छ, अब सबै ठिकै छ। अनि त्यही भएर आज हल्का हामी ज्यामिङ म चाहिँ अब त्यस्तो साह्रो मलाई चाहिँ गिटार बजाउन आउँदैन। मामा चाहिँ अब हल्का गीत मलाई पनि आउँदैन गिटार बजाउनु चाहिँ, तर गीतहरू चाहिँ गीत अब चुटके तालको गीत है मामा, मलाई चुटके जस्तो मात्रै बजाउन आउँछ। हुन्छ कस्तो ल सुनिदिनु होला कस्तो लाग्छ होइन। सुरुमा कुन गाउने? मामाको आज छुट्टी रहेछ, म पनि ठिक्क ड्युटी सकेर आएको थिएँ। म पनि ठ्याक्क ड्युटी सकेर आएको थिएँ, मामा पनि छुट्टी रहेछ, त्यही भएर अब यसो हालिदिउँ न छोटो मिठो है एम हुने बेलामा।
मेरो गिटारको ताल नभएर होला होइन। किनकि मलाई गिटार चाहिँ बजाउन आउँदैन कि त्यति साह्रो, त्यही भएर म सिक्दैछु गिटार चाहिँ होइन, त्यही भएर पनि हो। पहिला गीत त थाहा छ तर कस्तो याद अहिले आउँदैन कि फेरि गीत आउने बेलामा आउँदैन। सपना सुस्तरी मनै सरल हो, भरोसा छैन जीवनको बिताउँ हाँसेर। चले सपना सुस्तरी मनै सरल हो, भरोसा छैन जीवनको बिताउँ हाँसेर। सुस्तरी मनै सरल हो, भरोसा छैन जीवनको बिताउँ हाँसेर। जस्तो सुकै भए पनि होइन गाइयो। अर्को गीत कुन गाउनु? अर्को पनि हानिहाल्ने गानै गर्ने हो। ल म चाहिँ मामा फर्ममा आइसक्नु भएछ होइन। मालिकको काटे निलैलै बिनायो बाजा बिनायो। तपाईँ गाउनु। मालिकको काटे निलैलै बिनायो बाजा, खर्दैले कपेर एनी हजुर। भेटघाटै हुँदा निलैलै बोलचालै भयो, भेटघाटै
भने डाँडा पारी हुन् निष्ठुरीको मायाले सारो पारो झन् निष्ठुरीको मायाले सारो पारो झन्। ल फाइनली हामीले पनि गाइसक्यौँ होइन आजको लागि चाहिँ। अब फेरि नेक्स्ट टाइम हामी next नयाँ time अहिले चाहिँ अब- हामीले यो कस्तो अन द स्पोट हानेको नि त होइन? त्यही त म पनि अब मर्निङ ड्युटी गरेर आएको तपाईँले थाहा पाइहाल्नुभयो होइन हेरिहाल्नुभयो त्यही भएर अन द स्पोट हान्दाखेरि गीतहरू पनि खासै उयो त्यो भएन होइन राम्ररी प्रिपेयर पनि गरेको थियौँ त्यो अन द स्पोट हान्दाखेरि। तर नेक्स्ट टाइम हामी योभन्दा अलिक बेटर होइन अलिक दामी दामी अफकोर्स यो त भइहाल्छ नि अब आउनेहरू चाहिँ किनकि मैले गिटार बजाएको हुँदा नि भर्खर सिक्दैछु क्या म पनि अझै प्र्याक्टिस गर्नेछु मोर प्र्याक्टिस गरेर चाहिँ होइन अलिक धेरै प्र्याक्टिस गरेर चाहिँ झन् हामी चाहिँ खतरा अब अलिक के यहाँ अलिक नयाँ नयाँ होइन खतरा भिडियो आउँछ यहाँ अब म्युजिक नाइट आउन सक्छ म्युजिक डे आउन सक्छ यहाँ अब च्यालेन्जहरू के आउँछ होइन अब आज चाहिँ यस्तै भयो अन द स्पोट भयो मामाको पनि होइन मामा चाहिँ फेरि खतरा गीत पनि गाउनुहुन्छ होइन हो अलिअलि हल्का हल्का कहिले काहीँ यसो त्यही भएर हान्ने हो अब यस्तै भयो होइन आज चाहिँ कस्तो भयो अब प्रतिक्रिया दिनु होला, आज गीत आएको छ होइन सब्सक्राइबहरू सबै हान्नु पर्यो के अरे लाइक मामा पनि ल हान्नु पर्यो सब्सक्राइब हान्नु पर्यो यसो माया कमेन्ट- देखाइदिनु पर्यो नि कमेन्ट सबैले, पनि, होइन? साथीभाइहरूले कमेन्ट, माया देखाउनु पर्यो। साथीभाइहरूले यसो कमेन्टहरू पनि हानिदिनु होला हाम्रो हामी अझै तपाईँहरूको साथ सपोर्ट पायौँ अझै झन् अलिक नयाँ नयाँ खतरा होइन राम्रो बबाल राम्रो लिएर आउनेछौँ त्यही आशा छ हामीलाई ल त्यति भन्दै अब आजको लागि चाहिँ हामीले यहीँ गर्नु पर्यो होला ल नेक्स्ट ल जय नेपाल है जय नेपाल ल